Hello everybody. Important question of drugs acting on cardiovascular system. Drugs acting on cardiovascular system. Cardiovascular system मा नम्बर 1 मा हेरौँ एन्टी-हाइपरटेन्सिभ ड्रग्स. हाइपरटेन्सनको एगेन्स्टमा युज गर्ने ड्रग्स. हाइपरटेन्सनको एगेन्स्टमा युज गर्ने ड्रग्स. हाउ डु ड्रग्स लोअर द बीपी ड्युरिङ हाइपरटेन्सन. हाइपरटेन्सनमा हुँदा कसरी ड्रग्सले लोअर गर्ने काम गर्छ त, कम गर्ने काम गर्छ. सुरुमा बाई भ्यासोडाइलेसन भेसललाई वाइड गराएर बाई रिड्युसिङ द फोर्स अफ कन्ट्राक्सन अफ हार्ट एन्ड हार्ट रेट, हेन्स कार्डियक आउटपुट फोर्स अफ कन्ट्राक्सनलाई रिड्युस गर्छ, हार्टको फोर्स अफ कन्ट्राक्सनलाई रिड्युस गर्छ. अनि त्यहाँदेखि हार्ट रेट घट्छ. हार्ट रेट घटेपछि कार्डियक आउटपुट हुन्छ भन्नाले 1 मिनटमा 72 बिट्स पर मिनट हुन्छ भने एक कार्डियक आउटपुटमा चाहिँ 100 बिट्स पर मिनट हुन्छ. अब 72 बिट्स पर मिनटमा नर्मली 4 लिटर ब्लड फाल्छ भने 100 बिट्स पर मिनटमा चाहिँ 6 लिटर फाल्छ. 6 लिटर फाल्छ. त्यही भएर यदि हाइपरटेन्सनलाई त्यो गर्नु छ भने, हाइपरटेन्सनलाई लो गर्नु छ भने ब्लड भेसल हार्टको कन्ट्राक्सन गर्छ, हार्टलाई कन्ट्र्याक्ट गर्छ र हार्ट रेट घट्छ. लो ब्लड प्रेसर अन, त्यही नै हो. त्यो अर्को बाई रिड्युसिङ द ब्लड सोडियम, नुनको मात्रा पनि रिड्युस गर्दा हाइपरटेन्सनलाई हटाउन सकिन्छ. अब कसरी भन्दा सोडियमले वाटर एब्जर्ब गर्छ. वाटर एब्जर्ब गरेपछि युरिनबाट पास हुन्छ. युरिनबाट पास भएपछि ब्लड प्रेसर घट्छ. बाई इनहिबिटिङ द फर्मेसन अफ एन्जियोटेन्सिन 2. एन्जियोटेन्सिन 2 ले के गर्छ भन्दा एन्जियोटेन्सिन ब्लड भेसललाई कन्स्ट्रिक्सन गर्छ. ब्लड भेसललाई कन्स्ट्रिक्सन गर्छ. भनेपछि अब इनहिबिटिङ द